हेलो, गुड आफ्टरनुन सबैजनालाई। र म चाहिँ 12 बजे उता सुतेर चाहिँ भर्खर उठेको होइन। 3 बजेछ र यस्तो दिन भइरहेको छ हेर्नु न, रिसलाग्दो जाडो होइन। पानी आउँदै रहेछ हो। अन्त अल्छी लागेर चाहिँ मलाई चाहिँ के बनाऊँ के खाऊँ भयो होइन। त्यहाँबाट म किचनमा आएँ के छ भनेर हेर्नुको लागि। र जे पनि सामान एभाइलेबल छ मैले निकालेँ। अन्त प्याज क्याप्सिकम धोएँ सफा पारेर है। क्याप्सिकम अनि त्यहाँबाट टमाटर सबै कुरो राखेर चाहिँ मैले चाहिँ यस्तै ट्रिक गरेको थिएँ कि भएन होइन, तर आफै काटेर राखेँ सबै थोक। अनि मासु रेडी गरेँ। मासुमा हर्दी अनि वाइट भेनिगर अन्त अलिकति खाने तेल हो हालेर नुन हालेर मैले कर्नफ्लावर हालेर चाहिँ मैले मिक्स गरेँ मजाले होइन। मिक्स गरेपछि चाहिँ यस्तो भयो र अलिकति चाहिँ फुड पाउडर हाल्नु बिर्सेछु मैले पछाडि हालेँ त्यो चाहिँ। अन्त एउटा अन्डा पनि हालेँ। पिरो खानु मन थियो तर खानु पाइनँ, पिरो चाहिँ खानु हुँदैन हो। अन्त मिक्स गरेर त्यसरी राखेँ हो। अन्त मजाले फ्राई गरेपछि चाहिँ यस्तो भयो मासु। र त्यसमा कराईमा प्याज हालेँ, मिक्स गरेँ अलिकति अनि क्याप्सिकम हालेँ अनि त्यो माथिबाट टमाटर पनि हालेको छु। टमाटर पनि हालेर चाहिँ मजाले मिक्स गरेँ होइन। त्यहाँबाट मैले अलिकति हर्दी हालेँ यसमा। अन्त त्यहाँबाट अलिकति यो ब्ल्याक पेपरको पाउडर हालेँ, फुड कलर हालेँ। तपाईहरु खोर्सानी पनि हाल्न सक्नुहुन्छ है। हाल्नुपर्छ खासमा चाहिँ, तर मैले हालिनँ। यस्तो भइन्जेल चाहिँ मैले पकाएँ त्यसलाई होइन, यस्तो कलर आइन्जेल। हेर्नुहोस् त। अनि त्यो माथिबाट मैले सस हालेँ। सस हालेको चाहिँ मैले देखाइनँ, सो सरी है, त्यो अलिकति कट भएछ। र यसमा चाहिँ मैले चाहिँ ब्ल्याक सोया सस र यसमा टमाटो सस हालेको छु हो। यो माथि चाहिँ मैले कर्नफ्लावरलाई चाहिँ पानी हालेर पेस्ट बनाएको थिएँ है, त्यो पनि हालेर मिक्स गरेँ। त्यहाँबाट माथिबाट त्यो चिकन हालेँ। चिकन हालेर चाहिँ मजाले मिक्स गरेँ होइन। अब त्यो चाहिँ त्यस्तो पिरो चाहिँ थिएन, अलिअलि मात्रै थियो। मैले चिल्ली पाउडर हालेको थिएँ अलिअलि मात्रै। फाइनल लुक चाहिँ यस्तो आएको छ, हेर्नुहोस् कस्तो लाग्यो भनिदिनु है कमेन्टमा।